तिमी गुरुङ जान्दछौ अर्कोलाई सिकाऊ, मगर जान्दछौ अर्कोलाई सिकाऊ। जे भाषा जसले एकले अर्कोलाई सिक्ने सिकाउने किसिमको गर्न केही गाह्रो छ? त्यो गर्न सक्ने को होला? त्यसो भनेपछि हजुरले राष्ट्रिय गानको के गर्नु भने बहुभाषी देश भनेको इज्जत राख्नु, नत्र जम्मै अङ्ग्रेजी सिकायौँ भन्नुभयो भने त भाषा त मर्ने भयो। भाषा मारा हामी हुने हो। हाम्रो निम्ति प्रश्न पनि हो, हामी भाषा मारा हुनेको, किनभने भाषाहरूको देश हो। यहाँहरूलाई थाहा छ नेपालको भाषाहरू कति छन् भनेर खोज्नु हो भने सरकारको तथ्याङ्कमा 124वटा, भाषा आयोगको तथ्याङ्कमा 131वटा, अमृत योजनाको तथ्याङ्कमा 145वटा, अझ खोज्दैछु। अब भनेपछि यत्रो धेरै भाषा चीनमा पनि छैन। त्यत्रो ठुलो देश 60-70वटा भाषा। अब विचार गर्नुहोस् त, यो भाषाहरूको धनी देशमा भाषा मार्ने कि भाषा बचाउने? भाषा बचाउने तागत कसकोसँग छ? हामी। किनभने हामी जसले धेरै भाषा जान्यो त्यसलाई दिने पुरस्कार भनिदिनुहोस्। केटाकेटीले रातारात सिक्छन्, रातारात सिक्छन्। गरौँ, केही गाह्रो छ? यसरी गरिदिनु भयो भने राष्ट्रिय कामको महत्त्व पनि हजुरहरूले बुझाउन सक्नुहुन्छ। पढाइ बेरोजगार भयो नभनिदिनु होला। शिक्षकले भन्यो भने झम्टिने बदमासमै हो। त्यो पढाउन आफू छ, बेरोजगार भयो भने आफै गिल्ला के अरे हजुर? अब मैले बनाएको केटाकेटी रोजगार हुन्छ भनेर भन्नु, सुरु गरौँ न। अघि राम्रो कुरो भन्नुभएको थियो, सकारात्मक ढङ्गले सोच्ने। सकारात्मक भने त त्यही होला नि, होइन र? त्यसो भने त्यो के गरिन्छ, कसो गर्ने भनेर भन्यो भने हामीसँग विश्वकर्माहरू हुनुहुन्छ, वा परिवार साथीहरू हुनुहुन्छ, वा जुत्ता जसले सिउनुहुन्छ मिजाज साथीहरू हुनुहुन्छ, उहाँले गर्नुहुन्छ। त्यो हिजोको कुरालाई भन्दैछु। उहाँहरूसँग सोध्नुहोस् त एकचोटि, कति राम्रो तागत छ। यहाँको हाँसी बिग्रियो वा हँसिया बिग्रियो भनेर भन्दाखेरि चाहिँ के गर्नु पर्यो भनेर चाहिँ कसले जान्दछ? के गर्नु पर्यो भन्ने जान्ने ती महान पुर्खा चाहिँ नजान्ने रे। हामी चाहिँ पढे लेखेका मान्छे आफूले पढाउनु छ, अनि यो चाहिँ के अरे पढाइ बेरोजगार उत्पादन गर्ने भयो भनेर चाहिँ कुनै नेताहरूले भनिदिनु कि हजुर हो भनेर भन्न मिल्छ हामीले? हामी त्यसरी उहाँहरूसँग सिक्न सक्दैनौँ। बेरोजगार भन्ने एउटा काम गरौँ। के काम गरौँ भने बच्चाहरूलाई क्योरी खाने, बाउ पनि छुट्टो दिँदैन, आमा पनि छुट्टो